लासलाईसम्म नछोड्ने गरेर जुन तपाईँ व्यक्तिगत फाइदाका लागि सुन तान्ने जस्ता गतिविधि भएका छन् त्यो गृहमन्त्रीलाई अहिले तत्कालै मैले अपिल गरेको छु कि कारबाही गर्ने। जहाँ जहाँ त्यो भिडियोमा देखिन्छ जसले त्यो गतिविधि गरेका छ तिनीहरूलाई कारबाही गर्ने। संसदीय समिति बनाउने अब, किनभने यसलाई सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनका लागि संसदीय समिति बनाउने र त्यो समिति मार्फत हामीले कहाँ कसरी काम गर्ने त्यो व्यवस्था गर्ने। र अहिले पनि म अपिल गर्न चाहन्छु कुनै पनि राजनीतिक दलका नेताहरू चाहिँ त्यहाँ नगइदिनु होला भन्ने अपिल छ। र यहाँ कुनै दल, मैले अहिले पनि भने, कुनै दल पनि छैन, कुनै पार्टी पनि छैन, कुनै सङ्गठन पनि छैन, सिर्फ नेपाल छ, हामी नेपाली छौँ। र यहीमा भिडियो मार्फत पनि भन्न चाहन्छु संसारभरि रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई मेरो अपिल छ, प्रधानमन्त्री राहत कोषमा तपाईँले जति सकिन्छ त्यति सहयोग गरिदिनका लागि पनि अपिल गर्न चाहन्छु। र यहाँ कुनै दल, मैले अहिले पनि भने, कुनै दल पनि छैन, कुनै पार्टी पनि छैन, कुनै सङ्गठन पनि छैन, सिर्फ नेपाल छ, हामी नेपाली छौँ। र यहीमा भिडियो मार्फत पनि भन्न चाहन्छु संसारभरि रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई मेरो अपिल छ, प्रधानमन्त्री राहत कोषमा तपाईँले जति सकिन्छ त्यति सहयोग गरिदिनका लागि पनि अपिल गर्न चाहन्छु। रवि लामिछानेजीले बोलाएको सर्वदलीय बैठकमा आज सहभागी भयौँ र विशेष गरेर अहिले जुन तपाईँको रसुवा लगायत ठाउँमा जुन बाढी पीडित नागरिकहरूको उद्धार कसरी गर्ने, हामी सबै सरकारको साथमा छौँ। सबभन्दा पहिलो कुरो हामी सरकारको साथमा छौँ र विशेष गरेर अहिले गर्नुपर्ने, अहिले पनि हामीले गृहमन्त्री आइसकेपछि जसरी त्यो सुरुङ मार्गमा फँसेका मान्छेहरू आज बिहानसम्म हामीले उद्धार गर्न सकेका छैनौँ। र यसका लागि अहिले तत्काल गृहमन्त्रीलाई हामीले प्रश्न गरिसकेपछि गृहमन्त्रीले अहिले तत्कालै त्यो काम फेरि थालनी गर्नुभएको छ र बिहान केही ठाउँमा रेस्क्यु टिमहरू गइराखेको छ। र विशेष गरेर अहिले हामीले गर्नुपर्ने काम चाहिँ हामी राष्ट्रिय एकीबद्धता छौँ, सरकारको साथमा छौँ। यहाँ कुनै दल छैन, कुनै पार्टी छैन, कुनै व्यक्ति छैन, कुनै समूह छैन, यहाँ सिर्फ नेपाल छ र हामी नेपाली छौँ। र यो विषयवस्तुमा विशेष गरेर 6वटा विषयवस्तु हामीले त्यहाँ राख्यौँ। पहिलो विषयवस्तु के छ भने यो वान डोर सिस्टम गरौँ, प्रधानमन्त्री राहत कोषलाई अझै व्यापक बनाऊँ र अझै तपाईँको त्यसलाई प्रचार प्रसार गरौँ, अझै राम्रो गरौँ र अझै त्यसलाई पारदर्शिताका साथ सबैले त्यसमा वान डोर सिस्टममा काम गरौँ। र अनि दोस्रो कुरा के छ भने अहिले जस्तो विपद व्यवस्थापनमा अहिले सबभन्दा ठुलो समस्या के हो भने अहिले हामीलाई जो मान्छेहरू हराइरहेका छन्, अहिले टेलिकम, अहिले नेटवर्कहरूले काम गरिराखेका छैन, मान्छेहरू कहाँ छन् त्यसको अत्तो पत्तो छैन। र त्यसका लागि चाहिँ राहत व्यवस्थापन सँगसँगै सञ्चार सुविधा चाहिँ तत्काल लागू गर्ने, यो कुरा अपिल गऱ्यौँ। र अर्को कुरा चाहिँ के छ भने विशेष गरेर सबभन्दा अहिले अप्ठ्यारो कुरा, अब यहाँ यत्रो विपद भइराखेको छ, अप्ठ्यारो परेको छ, नेपालीहरू संसार रोइरहेको छ, तर केही हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीहरूको जुन व्यवहार अहिले देखिएको छ, लासलाईसम्म नछोड्ने गरेर जुन तपाईँ व्यक्तिगत फाइदाका लागि सुन तान्ने जस्ता गतिविधि भएका छन् त्यो गृहमन्त्रीलाई अहिले तत्कालै मैले अपिल गरेको छु कि कारबाही गर्ने। जहाँ जहाँ त्यो भिडियोमा देखिन्छ जसले त्यो गतिविधि गरेका छ तिनीहरूलाई कारबाही गर्ने, किनभने हामी नेपालीहरूको इमेज अन्तर्राष्ट्रिय जगतमा बेइज्जत गर्नुपर्ने कारण छैन। र अनि अर्को एउटा कुरो के छ भने अहिले हिमताल फुट्यो भन्ने भयो र फेरि पनि हिमताल फुट्छन्, किनकि हामी हिमाली र हिमनदीबाट सिर्जित भएको ठाउँमा हाम्रो बसोबास हो नेपालको। चाहे कर्णाली नदीको कुरा गर्नुहोस्, चाहे तपाईँको भेरीको कुरा गर्नुहोस्, चाहे तपाईँको गण्डकीको कुरा, चाहे तपाईँ भोटेकोसीको कुरा, नारायणीको कुरा, कोसीको कुरा, अरुणको कुरा, चाहे नेपालमा जति पनि नदीहरू छन् यिनीहरूको मुहान भनेकै हिमतालहरू र हिमालय श्रृङ्खला हो। र यो हिमतालहरू फुट्ने क्रम जारी छ। यहाँभन्दा अगाडि पनि दोलखामा हिमताल फुटेको इतिहास छ, त्यसले पनि ठुलो धनजनको क्षति गरेको छ। तर त्यसको हामीले अनुसन्धान गर्न सकेनौँ, त्यसको अनुगमन गर्न सकेनौँ, नेपालको सरकारी कुनै निकाय भएन। अब उपरान्त यस्तो नहोस् भनेर एउटा निकाय गठन गर्ने र त्यो निकायले चाहिँ हिमतालको अध्ययन र अनुसन्धान गर्ने, त्यो प्रक्रिया अगाडि थालनी गर्ने भन्ने यो विषयवस्तु उठाएका छौँ। र अनि अर्को चाहिँ अब अहिले हामीले संसदीय समिति बनाउने, अब किनभने यसलाई सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनका लागि संसदीय समिति बनाउने र त्यो समिति मार्फत हामीले कहाँ कसरी काम गर्ने त्यो व्यवस्था गर्ने। र अहिले पनि म अपिल गर्न चाहन्छु कुनै पनि राजनीतिक दलका नेताहरू चाहिँ त्यहाँ नगइदिनु होला भन्ने अपिल छ। बरु के सहयोग गर्न सकिन्छ ठाउँ ठाउँबाट सहयोग गरौँ, अपिल गरौँ, सरकारलाई सहयोग गरौँ यतिखेर। र अनि भिडभाड चाहिँ कम गरौँ त्यो ठाउँमा। र अनि अर्को चाहिँ अलि भौतिक संरचनाहरू बनाउनु पऱ्यो, जस्तै अब त्यो काठे पुलहरू, झुलङ्गे पुलहरू, ट्रस ब्रिजहरू ओहोरदोहोर गर्नु पऱ्यो, सामान लिन गाह्रो भइराखेको छ। र अहिले पनि भोटेको त्यो त्रिशुलीमा तपाईँको त्रिशुलीको जुन तपाईँको त्यो अहिले पनि त्यो हाँकु 216 जुन तपाईँको जेबी भन्ने सुरुङभित्र अहिले पनि 300 जनाभन्दा बढी मान्छेहरू त्यहाँभित्र छन् भन्ने भएको छ। त्यसका लागि बिहान सशस्त्र प्रहरीको हेलिकप्टर गइसकेको छ र अहिले पनि मैले गृहमन्त्रीलाई त्यो गरौँ भनिराखेको छु। गृहमन्त्रीले अहिले पनि फेरि निर्देशन गर्नुभएको छ र त्यहाँबाट हामीले जीवित मान्छेहरूलाई उद्धार गर्नुपर्ने देखिन्छ। अहिले कुरा यति नै भएको छ। संसदीय समिति तपाईँले भन्नुभएको छ, बनाउने भन्नुभएको छ होइन, समिति कस्तो बन्छ गर्ने के हो त्यसको बारेमा सहमति भएर सिग्नेचर भइसकेको छ। र यो चाहिँ के भनेपछि जस्तो अब हामीले एकीबद्धता गर्नका लागि र हामी सबै एकजुट बन्नका लागि
र यहाँ कुनै दल, मैले अहिले पनि भने, कुनै दल पनि छैन, कुनै पार्टी पनि छैन, कुनै सङ्गठन पनि छैन, सिर्फ नेपाल छ, हामी नेपाली छौँ। र यहीमा भिडियो मार्फत पनि भन्न चाहन्छु संसारभरि रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई मेरो अपिल छ, प्रधानमन्त्री राहत कोषमा तपाईँले जति सकिन्छ त्यति सहयोग गरिदिनका लागि पनि अपिल गर्न चाहन्छु। र भौतिक रूपमा उपस्थित हुन सक्ने साथीहरू भौतिक रूपमा उपस्थित हौँ, आर्थिक सहयोग गर्नेले आर्थिक सहयोग गरौँ। र सञ्चार क्षेत्रलाई पनि मेरो अपिल छ, सञ्चार क्षेत्रले पनि गलत सूचना चाहिँ प्रवाह नगरिदिनु होला। सत्य र सही सूचना प्रवाह गर्नुभयो भने मान्छेको जीवनमा छ। हिजो भोटेकोसीमा आएको भिडियो, एकजना मान्छेले त्यो भोटेकोसीमा तपाईँको टिमुरे बजारभन्दा माथिबाट त्यो भिडियो प्रसारण नगरेको भए आज यहाँभन्दा बढी धनजनको क्षति हुन सक्थ्यो। एउटा सूचनाले हजारौँ मान्छेको जीवन बाँच्छ। र अर्को चाहिँ के छ भने नेपालभरि रहेका दाजुभाइ दिदीबहिनीलाई मेरो अपिल छ, तपाईँले हरेकले आफ्नो सिडिओ कार्यालयमा, जिल्ला प्रशासन कार्यालयमा तपाईँका मान्छेहरू को कहाँ कति हराइरहेका छन्, कुन ठाउँ हराइरहेका छन्, यसको सूचना अहिले पनि जिल्ला प्रशासन कार्यालयमा उपलब्ध गराइदिनु होला देशभरिबाट। किनभने त्यहाँ दर्शनार्थीहरू गएका छन्, पर्यटकहरू गएका छन्। तपाईँको अर्को कुरा के छ भने त्यहाँ ठुल्ठुला आयोजनाहरू बनेका छन्, देशभरिका मान्छेहरू त्यहाँ काम गर्ने अवस्था छ। र हरेक जिल्ला प्रशासन कार्यालय र सिडिओ कार्यालयलाई तपाईँले आफ्ना मान्छेहरूको सूचना टिपाइदिनका लागि अपिल गर्छु। अब यो चाहिँ पार्टीको सभापति, राष्ट्रसभाका सभापति रवि लामिछानेजीको आग्रहमा भएको छ र उहाँले अब तत्काल यसको फेरि इनिसिएसन लिनुहुन्छ र अहिले हाम्रो कार्य सम्पादन बैठक बस्दैछ, हामी निर्णय गर्छौँ। त्यो गर्न सक्छौँ हामी आज। हस्, धन्यवाद।